गाइज, वेलकम ब्याक टु आवर च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरू सबैजनालाई स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आजको भ्लग बिहानको 10 बजीबाट म सुरुवात गर्दैछु। आजको बाहिरको मौसम एकदमै पानी पर्ला पर्ला जस्तो छ अनि चिसो पनि लागेको छ। अब चाहिँ सानो र म स्कुल जाने तयारीमा छ। सानो चाहिँ उता लेस बाँध्दैछ। खै बाँधिसक्यो? के भइरहेछ? आउँछ लेस बाँध्न? ओके। गाइस, सानो चाहिँ लेस बाँध्न गइरहेको छ। अब आज चाहिँ सानोको स्कुलमा रिजल्ट अनाउन्स गर्ने प्रोग्राम छ, त्यही भएर म पनि जाँदैछु। अहिले 10 बजी बोलाउनु भएको छ। हजुर, त्यही भएर अब सानो पास भयो कि अथवा फेल भयो कि भनेर चाहिँ म जाँदैछु। पास भयो भने मिठाई ल्याउने भनेको छ म्यामले, फेल भयो भने अझै प्र्याक्टिस गर्नुपर्छ भनेको छ है सानोलाई। सानो एकदमै राम्रो बच्चा हो, एकदमै ट्यालेन्ट छ, एकदमै बुझ्छ होइन, एकदमै होमवर्क पनि गर्छ। सबैजनाले मेरो सानीलाई पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। हजुर, ओके, अब यसबाट ल बन्द गुड। अनि अर्को नम्बरमा चाहिँ के लेखेको छ? अर्को 2 नम्बरमा के छ? 2 नम्बरमा पढ कलर नेम। ठिक छ, सुरुमा यो के छ यो पनि पढ्नु पर्यो नि सुरुदेखि। राइट गुड। राइट डाउन एनी 5 कलर नेम। 5 कलरको नेम लेख भनेको छ है। ओके ओके, के छ ल ल। गुड भएन, पुगिहाल्यो। चाहिँ सफा गरिसकेको छु, अझै पनि गर्न बाँकी छ, तर एकदमै राम्रो हुँदो रहेछ। मैले चाहिँ अनलाइनमा देखेको थिएँ यो गाडीको सिसाहरू अनि टोइलेटको टिनहरू, त्यस्तो चिज चाहिँ एकदमै राम्रो हुँदो रहेछ है। एकदमै क्लियर गर्छ यसले, रिमुभ जस्तै नेल पोलिस रिमुभर हुन्छ नि हो त्यस्तै एकदम मजाले चाहिँ रिमुभ गर्दो रहेछ। हजुरहरू पनि यस्तो चाहिँ लिन सक्नुहुन्छ। के भन्छ ए टु जेड चमक क्लिन्जर, यसको नाम चाहिँ हो। हजुर अनलाइनमा पनि एकदमै पाउन सक्नुहुन्छ, साथै सपमा पनि छ। यदि नजिक हुनुहुन्छ भने चाहिँ मेरो सपमा पनि छ यस्तोवाला चाहिँ मैले राखेको छु। पूजाका सामग्रीहरू चम्काउन पनि एकदमै राम्रो छ, हजुरहरू लान सक्नुहुन्छ है त। यहाँ चाहिँ म चुरा निकालेर सरसफाइ गर्दैछु। धेरै भएको थियो मैले यहाँ सरसफाइ नगरेको, अनि निकाल्दै सफा गर्दै ऱ्याकमा राख्दै, अनि फेरि कस्टमर पनि आउँदै हुनुहुन्थ्यो, कस्टमरलाई पनि सर्भिस गर्दै आजको दिन चाहिँ मेरो यसै गरी बितिरहेछ। हजुरहरू यो चिसो मौसममा के गर्नुहुन्छ है भनिदिनु होला कमेन्टमा। अनि विशेष गरी पसलेहरू चाहिँ बिहान उठ्यो, खाना पकायो, पसल आयो, त्यही सरसफाइ गर्यो, बस्यो, त्यही छ पसलहरू गर्नेहरूको चाहिँ। अनि चिसो मौसममा अब के काम गर्ने भनेर म सरसफाइतर्फ लागेँ। एकदमै भोक पनि लागेको थियो, अनि मैले चाहिँ यहाँ बिरयानी पनि मगाइसकेको छु। बिरयानी होइन, के भन्छ फ्राई राइस पनि मगाइरहेको छु होइन। अब चाहिँ फ्राई राइस खानेवाला छु म चाहिँ।
ये कौन है? कौन है? अब मेरो फ्राई राइस पनि आइसक्यो। क्लाइन्टहरू पनि आथे अनि एकैछिन उनीहरू पुर्छौँ हजुरहरू खाँदै गर्नु भनेर म चाहिँ खाजा नास्ता खान थालेँ। क्लाइन्ट चाहिँ उता बाबु पनि छ, बाबु हेर्दै हुनुहुन्छ। म चाहिँ खान थालेँ। एकैछिनमा म खाएर क्लाइन्टको सर्भिस दिएर चाहिँ उनीहरूलाई पठाएँ। फेरि त्यो पठाइसकेपछि म फेरि सरसफाइमा अलिकति बाँकी रहेको थियो, सरसफाइ गर्नतिर लागेँ। ल गाइस, हामी चाहिँ घर जान लाग्यौँ। अब रातिको लगभग 8 साढे 8 भइसक्यो। यहाँ चाहिँ सागसब्जी छ। अब सानोमा घर जान्छौँ अनि पछि खाना बनाएर खान्छौँ। आजको भ्लग आज चाहिँ यतिसम्म चाहिँ मैले सरसफाइ गरेर सामानहरू मिलाइसकेँ। अझै बाँकी नै छ। फेरि अर्को भिडियोमा भन्नेछु। आजलाई यति नै भन्न चाहन्छु है। अझै धेरै छ, सुराहरू हल्का फुल्का मैले मिलाइसकेको छु। कस्तो लाग्छ मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। साथै एकदमै धेरै माया गर्नु होला। हजुरहरूको साथ सपोर्ट छ। बाइ बाइ, लभ यु अल।